म आजदेखि चाहिँ डाइट फलो गर्नेवाला कहाँको कहाँको सेतो कलरको चाहिँ मलाई यो यिनीहरूले आफै बनाएको अन्डा जस्तो नक्कली अन्डा जस्तो लाग्छ डिप्रेसन मारो साथीहरू माई लाइफ माई रुल्स माई मोबाइल माई ब्लग हेलो सो वेलकम टु माई मिनी ब्लग दिनताको मिनी ब्लगमा सबैजना स्वागत छ र कसले मलाई फेसबुकमा फलो गर्नुभएको छ उहाँहरूलाई चाहिँ थाहा होला म आजदेखि चाहिँ डाइट फलो गर्नेवाला छु किनकि मैले स्ट्याटसमा लेखिसकेको छु अनि यो डाइटमा चाहिँ केही पनि कम्प्रोमाइज गर्ने छुइनँ मैले होइन किनकि योभन्दा अगाडि 15-16 चोटि मैले डाइट गरिसकेको तर त्यसमा चाहिँ अलिकति यताउता गडबड भएको कारणले यो चोटि चाहिँ केही कुरामा म कम्प्रोमाइज गर्दिनँ स्ट्रिक्ट डाइट गर्दैछु र डाइटको लागि सामान त चाहियो होला सो हामी नेक्स्ट हाइपर मार्केट आएको छु कहाँको डिप्रेशन में रहता हूँ हमेशा अभी मैं डिप्रेशन में हूँ माँ कसम तो हामी चाहिँ हुँदै बाको नेक्स्ट हाइपर मार्केट आएको छु ल हजुरहरू पनि मसँग आउनुहोस् है त त हामी फर्स्ट फ्लोरमा आइसकेको छौँ म के किन्छु होला त मसँग भिजिट गर्न आउनु है त यहाँ चाहिँ हाम्रो फ्लावर सप छ यहाँदेखि चाहिँ हामी फ्लावर लगिराख्छौँ किनकि को लागि सरप्राइज गर्नको लागि ट्रली सेक्सनमा आउनु है त मलाई देख्यो भने चाहिँ मार्छ होला मारोस् साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ मैले चाहिँ फिल्मिङ गर्नु मिलेन यहाँभित्र र लुकेर गरिरहेको छु हामी डाइट गर्न अघि बोल्दा त अभियसली जरुरतै छ होइन म लुकेर भिडियो गरिरहेको मार्छ मलाई लाग्छ अनि मलाई चाहिँ मेरो कन्सेप्टमा चाहिँ के छ भने सस्तो भन्दा पनि महँगो चिज चाहिँ अलिकति बेटर हुन्छ कि भन्ने खालको हो होइन त्यही भएर यो ओलिभ ओइल चाहिँ 1 लिटरको 12 दिराम रहेछ 13 रुपियाँ भनौँ न तर म चाहिँ चुज गर्दैछु 15 रुपियाँ चिकन ब्रेस्टहरू यस्तै म चाहिँ अलरेडी अन्डा सेक्सनमा आएको छु र अन्डाहरू देख्न सक्नुहुन्छ तपाईँहरू सेतो र ब्राउन कलरको सेतो कलरको चाहिँ मलाई यो यिनीहरूले आफै बनाएको अन्डा जस्तो नक्कली अन्डा जस्तो लाग्छ के हो यस्तो यो त्यही भएर म चाहिँ ब्राउन कलरको अन्डा लिन्छु देखिहाल्नुभयो हामीले चाहिँ भित्र भिडियो बनाउनु मिलेन जति पनि मैले भिडियो बनाएको छु त्यो चाहिँ मैले लुकी बनाएको छु होइन यो चाहिँ मैले अल ओभर मेरो किचनको सामान थोरै अनि त्यसपछि मेरो डाइटको सामान लिएर आइरहेको छु अहिलेको महँगीले गरेर यति सामानको लागि मैले 200 दिराम खर्च भयो है सो मैले च्यानल गर्न सकेको छैन म भनेको राईको छोरी स्ट्रङ त हुनु पर्यो हाल्नु नि होइन यत्रो ठुलो ट्रली पनि मैले आफै ह्यान्डल गरिरहेको छु होइन मलाई देखेर सायद ट्रली पनि डराले होला अड्किरहेको छ आफै र म चाहिँ हाम्रो पार्किङतिर लाग्दैछु हिल लगाएर होला मेरो खुट्टा चाहिँ यस्तो दुखिरहेको छ यस्तो दुखिरहेको छ म एक्सप्लेन पनि गर्न सक्दिनँ त्यही पनि अब अलिकति स्टाइल तरिकाले त हिँड्नु नै पर्यो होइन छोरी मान्छेहरूपछि मैले चाहिँ आजको मेरो सबै सपिङहरू गरिसकेँ र यसै गरेर म मेरो ब्लग चाहिँ एन्डिङ गर्न गइरहेको छु अर्को ब्लग हेर्नुको लागि मलाई फलो गर्नु होला मलाई सब्सक्राइब गर्नु होला र जे हुन्छ त्यतै गर्नु होला है त स्टे ट्युन बाइ बाइ